हाम्रो पहिलो दिनको यात्रा भनेको डेरासम्म मात्रै थियो। डेरामा पुगिन्छ, त्यहाँ बसिन्छ, भातसात पकाएर खाइन्छ, त्यही बसिन्छ। र यहीँ पुग्दाखेरि चाहिँ हाम्रो खाना खाने टाइम भइसकेको थियो र हामी चाहिँ खाना नखाएर चौचौहरू पकाएको रहेछ। आज चौचौ नै खाएर त्यहाँबाट पनि हामी उकालोतिर लाग्यो। उकालो चढ्दाखेरि यति धेरै गाह्रो भइरहेको थियो कि हाम्रो सामानहरू पनि थियो जसो तसो गोठमा पुगिसकेको रहेछ। आजको रात चाहिँ हामी यहीँ बिताउने भयो। रात पनि झमक्कै परिहाल्यो त्यो रात, अनि साथीहरू सबै त्यसमै सुते। त्यसको भोलिपल्ट हामी बिहानै निस्केर हिँडेँ। लगभग 5:30 बजेतिर हामी बत्ती बालेर नै हिँडेँ र लामो दूरीको यात्रा थियो। हाम्रो धेरै माथिसम्म हिमालसम्म पुग्नुपर्ने थियो। हिमालमा पुगेर हामीलाई फर्किनलाई चाहिँ धेरै अप्ठ्यारो बाटोहरू सामना गर्नुपर्ने थियो। कहिले यसरी अब लड्न पनि खोज्ने, यस्तो जुन बरफहरूमा चिप्लो हुन्छ नि त, यसमा लड्न पनि खोज्ने। लड्न खोज्दै अगाडि बढ्दै गर्दाखेरि हामी एउटा देउथानमा पुगेको रहेछ। यो देउथानको के विशेषता रहेछ भन्दाखेरि गोठालोहरूले अन्डा राख्न आउने रहेछ। कोही अन्डा राखेर के हुन्छ ठ्याक्कै मलाई पनि त्यो पनि याद भएन होइन। पहिला धेरै राख्न आउँथ्यो अरे, यो पालि एउटा मात्रै अन्डा राखेर रहेछ। त्यहाँबाट हामी अगाडि बढ्दाखेरि एउटा मरेको मिर्का फेला परे। त्यहाँ कस्तो जिउँदैछ कि भनेर हेरेको, मरिसकेको रहेछ। अगाडि बढ्दै गर्दाखेरि हामीलाई चाहिँ एउटा चुनौतीपूर्ण बाटोको सामना गर्नुपर्ने भयो। जुन यो खोला हामीले पार गर्नुपर्ने थियो। झन्न उत्तरपट्टिबाट साथीहरू अगाडि पुगिसकेको रहेछ। उनीहरूले बोलाएर यो मुढा चाहिँ यतापट्टि पठाऊ, हामी जसो तसो फर्के थापौँला भन्दै उनीहरूले यो मुढा पनि पठाइदिए यतापट्टि। मुढालाई राम्रोसँग सेट गर्न नपाउँदै एकजना साथी चाहिँ त्यहीबाट जाने विचार गरेर के हतार भयो, ऊ चाहिँ त्यहीबाट गयो। हामी पनि जानको लागि अङ्कलहरूले राम्रोसँग त्यो मुढालाई सेट गर्दै थियो। जुन राम्रोसँग राखेपछि त सबैजना जान पाउँछ नि त। आज 1-2वटा राख्न पाएको भए धेरै राम्रो हुन्थ्यो। तर यो एउटालाई चाहिँ हामीले सजिलैसँग सेट गरेँ र म चाहिँ अगाडि गएर साथीहरूको भिडियो पनि 1-2वटा क्याप्चर गरेँ। त्यहाँबाट हामी उकालो बाटो लाग्यो। उकालो बाटो पनि हामीले क्रस गरिसकेपछि पानी खानुतिर पुगेँ। पानी चाहिँ लेखमा चाहिँ यसरी खानु पर्दो रहेछ। यसरी खाएन भने के हुँदो रहेछ भन्दाखेरि ओठहरू फुटेर आएर नै पर्ने के। ओठ फुटेपछि फेरि लेखतिर मान्छे बोका जस्तै हुने कि, कस्तो टाइपको देख्ने कि। त्यहाँतिर पुगिसकेको रहेछ सबजना केटाहरू, त्यहाँतिर पुगिसकेको रहेछ होइन। अहिले चाहिँ यो हिमालकै छेउछेउतिर आइपुगिसकेको छ। साथीहरू सबै अगाडि गएर एक्लै भएको छ। तर यहाँतिर चाहिँ यति धेरै थाक्ने कि यार, सास फेर्न पनि यति धेरै गाह्रो हुँदो रहेछ कि सुरुमा आएको भएर होला। आज चाहिँ हामी खास गरी धुपी काट्न आएको। धुपी हेरौँ अब कति जति लानु सक्छ। धुपी चाहिँ टन्नै रहेछ होइन। अहिले चाहिँ यस्तो ठाउँमा पुगिसकेको छ, पछाडिबाट हेर्दा पनि चारैतिर हिमालै हिमाल। अब यो हिमाल छ नि, यो हिमाल चाहिँ हाम्रो घरबाट पनि देखिन्छ यो हिमाल चाहिँ। तर टाढै हो यो ठाउँ भनेको। अब हामी लगभग 2 दिन हिँडेर यहाँसम्म आइपुगेको छ। अब भनेपछि यो कति टाढा होला तपाईँहरूले पनि जस सोच्न सक्नुहुन्छ होइन। जुन यहाँको अक्सिजन चाहिँ अलिकति साइखो पाराको छ क्या। अलि फेर्न नि कस्तो गाह्रो हुने क्या। हातमा यार यस्तो चिसो लागिरहेछ कि। तर मलाई एकदम अचम्म लागिरहेछ कि खोला पनि कस्तो हुने कि। मैले अब यस्तो चाहिँ हुँदैन होला सोचेको, तर हुँदो रहेछ क्या। खोला किनारको बरफ फुटाउँदै माथि जाँदै गर्दाखेरि अगाडि आएको टोलीहरूले चाहिँ धेरै काटिसकेको रहेछ र म पनि काट्नुपर्छ भन्दै उनीहरूभन्दा हल्का माथि गएर काट्न थालेँ होइन। र मैले पनि काटेँ। धेरै काटिसकेपछि साथीले चाहिँ के भन्यो भन्दाखेरि आऊ खाजा खाम, खाजा पनि खानुपर्छ भन्दै बोलाए र म पनि अब आफूसँग भएको खाजा निकाल्दै खानतिर लागेँ। यो चाहिँ हाम्रो खाजाहरू के पनि होइन, यो भात हो।
तपाईहरुलाई त थाहै होला तपाईहरुले अब धेरै देख्नु भएको छ जुन शहरमा बसेर पिज्जा बर्गर मोमो खाकोहरु त धेरै देख्यो होला धेरै भ्लगरहरु देख्यो हैन तर हामी चाहिँ एकमात्र यस्तो भ्लगर हो जुन यो भात खाको हैन हामीले चामल खाको भन्दा पनि हुन्छ यसमा के पनि मिक्स गरेको हुँदैन अलिकति नुन मात्रै हो अलिकति घिउ मिक्स गर्न भएको भए त धेरै मिठो हुन्थ्यो नि त के गर्नु घिउ पनि छैन हामीसँग जे जस्तो भए पनि आफूसँग जस्तो खाजा छ त्यही खाजा खाए रमाए अनि त्यसपछि साथीहरु चाहिँ बारी बिस्तर बोक्दै उनीहरु अब डेरातिर जानुपर्छ भन्दै आफ्नो बारी बोकेर हिँड्ने रहेछ बारी लास्टै गरौँ थियो मैले पनि बोके र साथीहरुको जत्रै चाहिँ थिएन हैन तर मेरो पनि ठिकै थियो ठुलै थियो उकालो पनि त्यति चढे ओरालो पनि त्यति झरे हैन टाउको पनि फुट्ला जस्तै भएको थियो लास्टै गरौँ भएको थियो तर मैले यो फाइनली पुराउँदाखेरि कति कमाएछ भन्दाखेरि 1300 रुपैयाँ कमाएछ हैन 1300 को लागि चाहिँ मैले हिमाल पुगेर कता कता घुमेर उकालो चढेर ओरालो झरेर पसिना निस्किने रे कति धेरै मेहनत गरेर तर के गर्नु साथसाथै आफ्नो अब हल्का फुल्का भिडियो पनि बनाउनु पर्छ आफ्नो जुन ब्लगिङ अथवा युट्युबर बन्ने एउटा सपना छ नि त्यो सपनालाई पनि अलिकति हेल्प हुन्छ होला भनेर आफ्नो भिडियोहरुलाई मैले कन्टिन्यू गर्दै गए हैन फाइनली 5 बजिसकेको थियो र घाम पनि ढुक्न लागिसकेको थियो र जस्तो तसो कोठमा आइपुगिसकेको रहेछ र आजको भिडियो चाहिँ यति नै भयो साथीहरु हेल्प गर्न मन लाग्यो भने चाहिँ मलाई केही पनि गर्नु पर्दैन लाइक शेयर एन्ड सब्स्क्राइब गर्दिनु बट पुग्यो।